अहिले गाउँहरूको अवस्था यस्तो आइसकेको छ कि केटा मान्छेले गर्नुपर्ने काम केटी मान्छेले गरिरहेको छन्। सो यही कुराहरूलाई समेटेर यो तयार पारेको मुभिज हो पहाड। अब यो मुभिज कतिको एक्साइटिङ छ, कतिको इम्प्रेसिभ छ यो त अहिले म भन्न सक्दैन। सायद यो ट्रेलर आएपछि झन् धेरै कुराहरू खोल्छ हैन। तर मलाई जहाँसम्म लाग्छ भिजुअली र म्युजिकले यो मुभिजको टिजरले खासै अहिलेसम्म इम्प्रेस पारेको चाहिँ छैन। यो टिजरमा अलिकति भाइब्स चाहिँ बिपिन कार्कीले चाहिँ दिइरहेको छ हैन। बिपिन कार्कीको जब फेस रिभिलिङ हुन्छ हैन त्यतिखेर केही एक्साइटिङ जस्तो लाग्छ, केही इन्ट्रेस्टिङ जस्तो फिल त हुन्छ टिजरमा। बाँकी चाहिँ सिनहरू सबै एभरेज भन्दा पनि तल छ हैन। खासै इम्प्याक्टेबल, खासै इमोसनली कनेक्ट हुने टाइपको केही सिनहरू टिजरमा छैन। हुन त अहिले म ट्रेलर हेरेको छैन हैन। ट्रेलरले अझै धेरै कुराहरू रिभिल गर्छ हैन। अझै यो मुभिजको क्यारेक्टरहरूसँग हामी कनेक्ट हुन्छौँ ट्रेलरमा। तर यो टिजरलाई हेरेर ओभरअल रिभ्यू दिँदा मलाई खासै इम्प्रेस पारेको छैन यो टिजरले।